हेलो गाइस, हामी चाहिँ बाहिर आएको। हेलो गाइस, हामी चाहिँ बाहिर जानु भएको। बाहिर आएको होइन, जान लागेको हो। जान यो त कोठा बाहिर त आएको। बेबी पनि छिन्। हामी चाहिँ बाहिर जानु लागेको। ब्लग स्टार्ट गर्नु लाग्यो। चाबी सबै तपाईको के जुत्ता लाइस तिमीलाई? काला युनिक हजुर तोरी किने जुत्ता लाएर बेसरी गर्मी हुन्छ के कोठा? हुन्न हुन्न जाडा दिनमा नि किनि राख यिनी गर्मी हुन्छ नि लाएर। कहिले लाउने तिन जुत्ता? ह मैले लाउने कहिले लाउने हो त तिमी? कोले त्यही न यस फाइनली म कति फेमस फाइनली ब्लग सुरु गरेँ मैले। ब्लग हेलो हेलो किन हेलो भन्ने र? सुरु भइसक्यो फाइनल्ली। हामी चाहिँ अब जानु ला हो। कहाँ जाने भन्दा आउटलेट जानु ला हो। खासै सन्चो छैन जानलाई। सन्चो नभए नि हिँड्ने छ। खासै सन्चो छैन जानलाई। त्यही भएर बाहिर हामी चाहिँ गएपछि हिँड्दैछौँ। हेर्छौँ। यो तर यो अर्कै बनाउँछ क्या कसरी? यता पनि फर्काइ होइन त एउटा उस हुन्छ त क्यामेरा उठाउने होइन आफै त रिमोटले चेन्ज गराउने। त्यही हो कुरो चाहिँ। हाम्रो ह्यान्डसम बोय हिज हाम्रो ह्यान्डसम बोय ने यिनी चाहिँ हाम्रो ब्युटिफुल बोय क्युटी पाईको आमा त लुकिन्। यिनी मेरो फोटोग्राफर हुन्, भिडियोग्राफर फोटोग्राफर। आउँछ युनिक ल। अब के बोल्ने भन त ल? हामी आउटलेट जाँदैछौँ। हाम्रो सल्लाह चाहिँ के हुँदैछ भन्दाखेरि आज के हुँदैछ बाहिर जाने होइन के भन न, उहाँ गएर हामीले के रोज्ने भन्ने कुरा हुँदैछ क्या। खै अब के महँगा सामान हामी चाहिँ गएर होइन यस्तो महँगा सामानमा आँखा लगाइदिने भन्ने कुरो हुँदैछ, सल्लाह हुँदैछ। त्यही हो। त्यो चाहिँ किन्ने मौका पाउँछु कि पाउनु थाहा छैन। तर मेरो आँखा यता किन फर्क्यो? युनिक यता फर्किनु पर्ने थियो। मैले यता हेरेर बोलेँ, यता हेर्नु पर्ने थियो है। त्यही हामी चाहिँ लिफ्ट भित्र आइसकेको छ। हामी चाहिँ लिफ्ट भित्र आइसकेको छ। फाइनली हाम्रो दिदी हुनुहुन्छ इधर। हेलो उहाँ चाहिँ भाइरल हुन खोज्दै हुनुहुन्छ। बिस्तारै हामी चाहिँ मिडियम भाइरल हो। म चाहिँ मिडियम भाइरल हो रे। अलिक धेरै भाइरल हुनुभयो भने मलाई नि गराउनु भन्दैछु। त्यही हो। अब बाई गर्ने हो कि एकछिन बाहिर नि जाम होइन कि बाई गर्ने हो भन्दाखेरि 2 मिनट भयो। बाहिर देखा मैले जापान कस्तो छ जापान कस्तो छ भनेर देखाउने रे खासमा। मेरो चाहिँ अवस्था अलिकति गम्भीर छ। युट्युबमा राख्नु नि कि सबमा राखिदिन्छु आजदेखि। ल मेरो ब्लग स्टार्ट सुरु। खासै अनुहार त देखाउने जस्तो छैन। एडिट नगरी यस्तै राख्छु है। तर जापानमा भएर होला अलि राम्रै देख्यो रियलमा भन्दा। यहाँनिर आफै के लाग्यो क्या अरे, के भन्छ अरे नि, आफै राम्रो हुनेवाला स्मुथवाला लाग्यो क्या अरे। नत्र त अनुहार त खासै राम्रो होइन। आफूले फेरि यसो राम्रो देख्दैछु होइन। हाम्रो दिदी चाहिँ पुरा ब्युटिफुल भएर 1 लाखको ज्याकेट लाएर हिँड्दैछिन् मेरो दिदी चाहिँ। त्यही हो। त्यो गाइस आउटलेट नपुग्दै के भन्छ अरे, आउटलेट नपुग्दै अब कहाँ गएर हुन्छ? ट्रेनमा त अब मिल्दैन होला। होइन अब अलि अगाडि गएपछि फेरि बनाउँछौँ हामी बिस्तारै हेर्दै जानु होला हजुरहरूले। हेर्दै जानु होला। अरू केही भन्नु छ? केही यसो सन्देश केही दिनु छ? जापानिज भाषा कति सिकेँ भनेर यसो बोल्नु छ कि केही कसैलाई? जापानिजमा यसो सजेसन छ कि? ल बाई। अहिले हामी चलो बस्छ
भनेको जमिन मुनिको कति तल हो? B5 भनेको जमिन मुनिको कति तल हो? 5 तल। भनेपछि कति तल होला मलाई? जमिन मुनिको नि 5 तल मिल्यो होइन? मेरो आँखा हेर न कति राम्रो देखेको। मेरो आँखा कति राम्रो देखेको। आयो ट्रेन। युनिक उता माथि फाइनली गएर हामी लाउनु आयो। माथि गएर गरमले काम बोल आज गर्न आइलेकोले खै सेल ल्याउनु पहिला ल्याउनु। अनि भित्र बाहिर जानु। फाइनली हामी आउटलेटमा आयो। लिफ्ट होला नि त कति न कति त किन। यो फोटो खिचाउन आउटलेट भन्ने। यही लैजानु पर्छ क्या हो? यो लैजाने नि साइड साइडबाट हुन्छ। साइडमा पर्छ। धेरै राम्रो लाग्यो। यो लैजानुपर्छ क्या फेरि। यो लाग्यो अलि धेरै मैले देखेको जापानमा नि मैले देखेर होइन त्यही नै। त्यही हो हामीहरू लाइफमा छौँ। म पनि किन्ने भने हो कुन किन्ने थाहा छैन। आइडिया ल भन त कति खर्च गर्यो रे? 10,000 10,000 को के किन्यौ रे? जुत्ता के को? जोर्डनको। ओए मैले के किने छैन यो अहिलेसम्म। नाइकी नाइकी तैँले गराउँदैछ। नाइकी भित्र गएर एडिडासको जुत्ता किनेर आयौँ भने। अनि फेरि किन्दा त आउँदा त 50 रुपियाँको झोला पो किनेर आइएछ। करेक्ट 10,000 को कि 1 रुपियाँ कम? 1 रुपियाँ कम। 1 रुपियाँ कम गाइज। त्यो त कति 6,000 को थियो त्यहाँ। तर किने छैनौँ नि त अनि के थाहा। बाबाको लागि सही हो। राम्रो छैन। म कति राम्री आएकी त है। अब यस्तो सुन्दरी जस्तो नि गाइज यार। कति हजार खर्च गर्ने मन छ आज? कति हजार? होइन कति हजार खर्च गर्ने मन छ आज? झन्डै 23,000 रुपियाँको जुत्ता किन्न लाउन थियो। मैले कमाएको मैले किन्न पाएँ भन्नु न अब। नर्थ फेस नर्थ फेस नेपालमा बाटोबाट नर्थ फेस पाइने भयो अरे। यहाँ ब्रान्डमा आउँदा नि नेपालको बाटोबाटोको याद आउँछ फेरि। ओके अब हो नि। मन पर्यो नि तँलाई? मन पर्दैन। आँखा चिम्म गर्छु क्या। 10,000 को जुत्ता किनेपछि अरू के? 10,000 बाँकी हो अझै ब्याङ्क ब्यालेन्समा। राम्रो छ।
ठिक छ कतै स्टार्ट गर्नु त दुईटै नाप्नु त पर्दैन है एउटा नापेस् त भयो